हेलो हेलो नमस्कार नमस्कार सम्पूर्णलाई नमस्कार र सबैजनाले एकदमै भारी मात्रामा क्वेसन गर्ने के हो भन्दाखेरि कुन कन्ट्रीको छिटो हुन्छ, कुन कन्ट्री चाहिँ चाँडो जान सकिन्छ, कुन युरोपियन कन्ट्रीको लागि प्रोसेस सहज विदाउट इन्टरभ्यू हुन्छ भनेर भरभरकै क्वेसन्सहरू आइरहेको छ र त्यो हो सर्बिया। यदि तपाईँ सर्बिया जान चाहनुहुन्छ नो इन्टरभ्यू है, एम्बेसी इन्टरभ्यू हुँदैन, नो इन्टरभ्यू, त्यो पनि स्टिकर भिजा हुन्छ है। यदि तपाईँ सर्बिया जान चाहनुहुन्छ भने चाहिँ हामीसँग क्लिनर, यदि तपाईँ क्लिनिङ कम्पनीमा काम गर्दै हुनुहुन्छ र तपाईँ त्यो क्लिनर कामको लागि इच्छुक हुनुहुन्छ भने चाहिँ तुरन्तै हामीलाई सम्पर्क गरिहाल्नुहोस्। यदि तपाईँको युए भ्यालिड बाइक लाइसेन्स छ या फिर होम कन्ट्रीको बाइक लाइसेन्स तपाईँले इन्टरनेसनल बनाउन सक्नुहुन्छ भने कुरियर जबको लागि पनि भ्याकेन्सी छ। र अपार्ट फ्रम दिस यदि तपाईँ कन्स्ट्रक्सनमा पनि इच्छुक हुनुहुन्छ भने तपाईँले हामीलाई तुरन्तै सम्पर्क गरिहाल्नुहोस्। र सबैको मनमा एउटा क्वेसन त होला, कति टाइम लाग्छ? यसमा भनिदिइहाल्छु है, टाइम चाहिँ मिनिमम ओभरअल प्रोसेसको लागि मिनिमम तपाईँको काम छिट्टो भइहाल्यो भने 3 महिना या म्याक्सिमम गइहाल्यो भने 5 to 6 मन्थभित्र काम भइहाल्छ। र यदि तपाईँ सर्बिया जान चाहनुहुन्छ चाँडोभन्दा चाँडो तुरन्तै हामीलाई सम्पर्क गरिहाल्नुहोस्।